सरीपोखरीमा छु। यो हाम्रो पसल घनश्याम खनाल दाइको पसल। यो हामी सरीपोखरीमा छु म अहिले। यो विपिन होटेल रहेछ। यो खर्क विष्णु पन्थीको होटेल। यो हाम्रो पन्थी फेरेस हाउस मासु पाइने ठाउँ रहेछ। यो खर्क तारापन्थी दाजुको फेरेस हाउस हो। यो हाम्रो पुरानो दोकान, खाफलनेटीको सबैभन्दा पुरानो दोकान। यो देवीराम पन्थी बुवाको दोकान। म अहिले सरीपोखरीमा छु। यो खगेश्वर पन्थी, खर्क खगेश्वर पन्थीको घर हो। यो खगेश्वर पन्थीको घर। यो घर हो खेमराज पन्थी, खर्क खेमराज पन्थी दाजुको घर। ट्र्याक्टर आयो। यो भूमिद माध्यमिक विद्यालय सरीपोखरी स्कुल हो। म यो पछाडिबाट खिच्दैछु। कति राम्रा केराउ फलेका। यो सरीपोखरी जेठी आबैको घर हो। मौसमका बुटाहरू रहेछन्, हरियाली राम्रो घर। यो सरीपोखरी जेठी आमाको घर। लसुन सरीपोखरी जेठी आमाको घर। यो घर हो हामीले खर्क साइल दाई भन्छौँ। खर्क साइल दाई रेवती पन्थीको घर। छोराहरू लीलाराम पन्थी, रुमाखर पन्थी, विष्णु पन्थीको घर। अहिले हामी यो दधिराम पन्थी पारी घर पहिला अहिले मसिना हुनुहुन्छ। यो दधिराम पन्थीको घरमा छौँ। छोरा दिनेश पन्थी। यो घर हो दधिराम पन्थीको। यो घर हो हाम्रो खर्क तारा दाईको घर हो। छोरा निरज पन्थी, अभिषेक पन्थी। मासु पसल गर्नुहुन्छ सरीपोखरीमा। कुखुराको फर्म पनि बनाउनु भएको रहेछ। यो घर चाहिँ हाम्रो चेतन पन्थी दाजुको घर हो। छोरा शिशिर पन्थी। ल यो चेतन पन्थीको घरमा एउटा खोर पनि बनिया रहेछ, ठुलै खोर। यो हाम्रो टोपलाल पन्थी दाजुको घर हो। छोरा वासुदेव पन्थीको घर।
हजुर तपाईँको नाच भेटाउन नै मैले राखेको हिजो यहाँ यो वासुदेव पन्थीको घरमा एउटा खोर पनि रहेछ, राम्रो खोर। फर्सी टन्न यहाँ भाउजू पनि हुनुहुन्छ, भाउजूलाई नमस्कार छ। भाउजू नमस्कार। हजुर गाउँघरमा बुढाबुढी मात्र भयो होइन, युवाहरू अब रोजगारको सिलसिलामा विभिन्न देशमा अथवा सहर छिर्न पर्यो बाध्यताले गर्दाखेरि गाउँघरमा बुढाबुढी मात्र, सबैको घरमा त्यस्तै छ गाउँमा। ल एउटा सानो पाठी पनि रहेछ। पाठो हो कि पाठी भाउजू? ल ल हुन्छ भाउजू, हामी मसिनाबाट हामी जाँदैछौँ। कि केही भन्न छ भने भन्नुहोस्। ल एकदम स्वस्थ व्यस्त मस्त रहनु होला। यो घर हाम्रो भुवनपन्थी दाजुको घर हो। अहिले भैरवामा बसोबास गर्नुहुन्छ। यो भुवनपन्थी भुपे दाई भनेर धेरैले चिन्छन् हाम्रो भुवन दाईलाई, उहाँको घर हो यो। हामी अहिले खर्क माइलाबाको घर लिँदैछौँ। हुन्छ हाम्रो खर्क माइला बुवा देवी प्रसाद पन्थीको घर हो। छोराहरू टोपलाल पन्थी, खेमराज पन्थी र खगेश्वर पन्थीको घर। बुढीआमा एक्लै हुनुहुन्छ। अब रोजगारको सिलसिलामा विभिन्न कामको सिलसिलामा छोराहरू बाहिरतिर हुनुहुन्छ, बुढीआमा एक्लै हुनुहुन्छ। गाउँको अवस्था यस्तै छ। बाख्रा पाल्नु भएको छ, भैँसी पाल्नु भएको। यो निमानन्द पन्थी खर्क कान्छा बुवाको घर हो यो। छोरा नरेन्द्र पन्थी, पिताराम पन्थी भाइको घर। यो पिताराम पन्थीको घर। हामी यही खर्क कान्छा बुवाको घरमा छौँ। उहाँ कान्छी आमा हुनुहुन्छ। यो पिताराम पन्थीको बाबु हो। यता कान्छा बुवा हुनुहुन्छ। यहाँ तोरी बनाउँदै हुनुहुँदैछ। हजुर ओहो मौरी पनि पाल्नु भयो रहेछ। म पनि खाना दिनुहुन्छ जस्तो छ। अब म जाँदैछु म मेरो आफ्नै घरमा। बुवा भोलिराम पन्थी, म विष्णु पन्थी र भाइ कृष्ण पन्थीको घर हो यो। आमा हुनुहुन्छ यहाँ सानो बाबु छ। यो बाबु मेरो बाबु हो। ल बाबु यो जेनिसा पन्थी यो मेरो छोरी हो। यो छोरी यहाँ छ। मोबाइल दिनु भएन बाबाले भन्दा रिसाइकी छ। छोरी नाचेकी छ। बाको नाइ धुवाइ चलेको छ। खाना खाने बेला भएको छ। बाले अब टक्क नाइ धुवाइ गरेर खाना खानुहुन्छ। साना कान्छाको फेभरेट सङ।
यो बाको भैँसीलाई पानी तताउने हो। यो घर हो हाम्रो निमानन्द पन्थी दाजुको। छोराहरू हुमलाल पन्थी, नवीन पन्थी, परवीन पन्थी। अब हामी परशुराम पन्थी बुवाको घर जाँदैछौँ। यो घर हो परशुराम पन्थी बुवाको, जेठा बुवाको। उहाँको छोराहरू विक्रम पन्थी, ईश्वरी पन्थी र नेत्र पन्थी। सायद दोकान पनि गर्नुहुन्थ्यो होला जेठा बुवाले। अहिले त प्युठान बस्नुहुन्छ। अब हामी दधिराम पन्थी अङ्कलको घर जाँदैछौँ। यो दधिराम पन्थी अङ्कलको घर हो। यो हाम्रो दधिराम पन्थी अङ्कलको घर। भाइहरू कविन पन्थी, कुशल पन्थी, आन्टी पनि हुनुहुँदैछ। सन्ती राम्रै हुनुहुन्छ आन्टी? ठिकै छ। भाइहरू काठमाडौँतिर छन् होइन? हजुर। अब म यहाँ मणिराम पन्थी बुवाको घर जाँदैछु। मणिराम पन्थी धामी बुवाको घर जाँदैछु। यो घर हो मणिराम पन्थी बुवाको। छोराहरू विष्णु पन्थी, जीवन पन्थी र रामप्रसाद पन्थीको घर। मौरी पनि रहेछ यहाँ त। दुईवटा घरमा मौरी रहेछ। सानो सानो कागती राम्रो फलाउनु भएको रहेछ। ओहो, यहाँबाट नि हाम्रा बारीहरू हुन्। कति राम्रो दृश्य आयो। यहाँ मणिराम पन्थी बुवाको घर। बखडा पनि फल्यो रहेछ। यहाँबाट यो पैया रोके दाजुको घर पारी घरसम्म देखिएको छ हाम्रो यो घडरीका बारीहरू। ल यहाँ बुवा त हुनुहुँदैन, आमै हुनुहुन्छ। आमै सन्ती राम्रै हुनुहुन्छ। सन्ती राम्रै हुनुहुन्छ, बाहिरभित्र गर्नुहुन्छ होइन? हजुर। अरू ठिकै छ। हजुर। अब म जाँदैछु पैया रुख कान्छी आमाको घर। यो पैया रुखी कान्छी आमाको घर। छोराहरू दोर्ना पन्थी, प्रेम पन्थी। यहाँ भाउजू हुनुहुँदैछ हाम्रो दोर्ना दाईको चाहिँ श्रीमती हुनुहुन्छ। उहाँ हाम्रो भाउजू हुनुहुन्छ।
ल ए दुध दिन्छ के गर्छ भाउजू? ल यसले भोलिपल्ट जेठो छोरो हो, जेठो सुपुत्र हो। गीत गाउन जान्नेछौ? ल एउटा गीत गाऊ। ल धन्यवाद बाबु, धन्यवाद। छोरो यो के नाम हो बाबु तिम्रो? समीर पन्थी हो, सरोज पन्थी हो। ल हाम्रो दोर्ना दाईको घर, पैया रुखी कान्छी आबैको घर, प्रेम भाइको घर। हुन्छमा मेहनतिलो मान्छे, स्कुलमा पनि काम गर्नुहुन्छ। अरू दाई सन्चै छ? ल हात हल्लाउनुहोस् त। ओ ल अब विश्व रेकर्ड हुने हो। बाबुहरू त नाच्नै थाले। ल यिनी दोर्ने दाईका छोराहरू हुन्। ल ओहो ल ल यो हाम्रो भगवतीको मन्दिर हो। यसमा दसैँको द्वादशीको दिन भव्य सराय नाच र मेला लाग्ने गर्छ। यो भगवतीको मन्दिर। यसो मैले यो पारिपारीको दृश्य पनि देखाइरहेको छु। ल हाम्रो यहाँ मनिराम बुवा चाहिँ बुढो मान्छे घाँस बोकेर आउनु भएको छ चाहिँ। हजुर ल हजुर ल ल यता फर्किनु बुवा पनि। ल यहाँ हाम्रो बुवा पनि आउनुभयो घाँस बोकेर। हजुर अब हुनुभयो 79। तपाईँ कति हुनुभयो? अब वैशाखबाट 65, अहिले 64 मा चलिरहेको। ल गाउँ चलाउनु त अब यो बुढाहरूले रहेछ। ल यो घर हो खेडा साइला बुवाको घर। छोराहरू नारायण पन्थी, पुरुषोत्तम पन्थी, तारा पन्थी, नेत्र पन्थी र लेखनाथ पन्थी दाजुको घर हो। यो घर नयाँ बनाउँदै हुनुहुँदैछ। मर्मत घर त पुरानो हो, मर्मत गरेर चाहिँ सिमेन्टहरू लगाउँदै हुनुहुँदैछ। खेडा साइला बुवाको घर। अब म जाँदैछु गोठा कान्छा दाजुको घर, हुमलाल पन्थी दाजुको घर। ल म यो गोठा कान्छा दाजुको घर जाँदैछु। यो हाम्रो गोठा कान्छा दाजु हुमलाल पन्थीको घर हो। यहाँ बुहारी रहेछन्। बुहारी के सबको दुलाई हुन्। नानी हुन् कि बाबु? नानी रहेछन् सानी। अरू सन्चै राम्रै छ? के सन्चै हुनुहुन्छ? ठिकै छ। अरू सबै ठिकै हुनुहुन्छ? दाइ पनि ठिकै हुनुहुन्छ होइन? हजुर के भन्दा कि भाउजू? गोठा कान्छा दाइको घर, बाबु के छोराहरू केशव पन्थी र असिम पन्थीको घर। बाख्रा पाल्नु भएको छ, फर्सीहरू राख्नु भएको छ तन्न। आलु पनि पाल्नु भएको रहेछ। ल यो हुमलाल पन्थी दाजुको घर, छोराहरू केशव पन्थी। अब म यो मुक्तिराम पन्थी दाजुको घर जाँदैछु। यो घर हो मुक्तिराम पन्थी दाजुको घर। यो मुक्तिराम पन्थी दाजुको घर। छोराहरू रुमाखर पन्थी, गोपाल पन्थी, धनेश्वर पन्थी र जेमलाल पन्थीको घर। सोलर पनि रहेछ। अब म यो
ज्ञान प्रसाद दाजुको घर जाँदैछु। उपल्ला र ज्ञान प्रसाद दाजुको घर हो यो। यो ज्ञान प्रसाद दाजुको घर, छोरा लेखनाथ पन्थी, हाम्रो ज्ञान दाजुको घर उपल्ला र अब म जाँदैछु हाम्रो भुनिराम पन्थी कान्छा बुवाको घरमा। उपल्ला र भुनिराम पन्थी कान्छा बुवा हुनुहुन्छ, उहाँको घरमा जाँदैछु। यो भुनिराम पन्थी कान्छा बुवाको घर, छोराहरू ज्ञान प्रसाद पन्थी, रामप्रसाद पन्थी, हुमलाल पन्थी र हरिपन्थी। हाम्रो साइलो दाजु छुट्नुभयो घनश्याम पन्थी दाजु, उहाँहरूको घर हो। अहिले चाहिँ हाम्रो कान्छो दाजु हरिपन्थी बस्नुहुन्छ। उहाँले पहिला यहाँ फर्म पनि चलाउनु भएको थियो, बाख्रा फर्महरू। लसुन कति राम्रो लसुन रहेछ। म अहिले उपल्ला र छु, उपल्ला रको दृश्यहरू देखाइरहेको छु। अब म जाँदैछु उपल्ला र माइली आँबै, हामीले ओडारे आँबै भनेर चिन्छौँ सबैले, उहाँको घर। यो हाम्रो माइली आँबै, ओडारे आँबैको घर हो यो। ओडारे आँबैको घर मौसम पर्ने रहेछन्। दाजुहरूको नाम मैले भुलेँ, कान्छा दाजुको मात्र नाम याद भयो। यो हाम्रो धनेश्वर पन्थी दाजु हुनुभयो। अरू दाजुहरूको मलाई नाम याद आएन। ठुल दाजुलाई सेते दाई भन्थ्यौँ हामीले सानामा। यो घर हाम्रो लालमणि पन्थी बुवाको हो। लालमणि पन्थी बुवा, छोराहरू कृष्ण पन्थी, युवराज पन्थी, श्यामलाल पन्थी र हाम्रो कान्छो विमल पन्थीको घर। यतापट्टिको हाम्रो टोपलाल पन्थी दाजुको घर हो। रामले दाई पनि यहीँ हुनुहुन्छ, त्यो पनि यहीँ हुनुहुँदैछ। मुख ढाक्नु भएको चाहिँ हाम्रो कृष्ण पन्थी उहाँ हो। फेसबुक रन काम्नु उहाँले हो चाहिँ। आबै हुनुभयो, हाम्रो बा हुनुभयो कान्छा बुवा, फर्सी छन् बिरामी हुनुहुन्छ आबै। अहिले ठिक भएको छ आबै अलि। केराउ पनि छ। अब यिनी घरहरू हाम्रो नेत्र बाबुको घर भयो। अब यिनी बुढाराको घरहरू। यो पारी देखिने प्युठानको डाँडो हो। यो घर चाहिँ हाम्रो टोपलाल पन्थी दाजुको घर हो। साना टोपलाल भनेर चिन्छौँ। आबै बा हुनुहुन्छ, कान्छा बुवा हुनुहुन्छ। कति वर्षका हुनु बुवा? 78 वर्षको हुनुभयो। हाम्रो चाहिँ मूल भजनी हुनुहुन्छ, चाहिँ 1 नम्बरको भजनी हुनुहुन्छ। परमा विष्णु महेश्वर एउटै हुन् ईश्वर। परमा विष्णु महेश्वर
हरिबोल हरिबोल। एकदमै हाम्रो मूल भदने बुवा हुनुहुन्छ, सानो टुक्का सुनाउनु भयो, बिरामी हुनुहुन्छ अहिले उमेरको हिसाबले नि 78 वर्षको हुनुभयो। उहाँको सम्झना चाहिँ यो रोइराख्नु पर्यो। आमै ल ठिक हुनुहोस् है। यो भैँसीको मुत। अब यहाँ चाहिँ तरकारी फलाउँदै हुनुहुन्छ, पानीमा मिलाएर चाहिँ राख्नुहुन्छ। मलको काम, कीटाणु मार्ने काम सबै काम गर्छ दाइले। एकदम मेहनतिलो मान्छे हो। ल यसरी उहाँ सिँचाइ गर्नुहुन्छ है। ल यो पिसाब र चाहिँ अब उहाँले चाहिँ पानी राखेर ठ्याक्क मलको काम पनि भयो, पानीको काम पनि भयो, किराला पनि मार्ने भयो। ओहो ल अब हामी ईश्वरीपन्थी पाखापानीको घरमा जाँदैछौँ। यो ईश्वरीपन्थी पाखापानीको घर। छोराहरू राजेन्द्रपन्थी, सुदीपन्थी, ईश्वरीपन्थीका बुवा पनि हुनुहुँदो रहेछ। खिमानन्दपन्थी हो हाम्रो दाईको नाम। 81 वर्षको हुनुभयो, अझै तगडै हुनुहुन्छ दाई। सन्चै राम्रै हुनुहुन्छ, ठिकै छ। यो ईश्वरीपन्थी पाखापानी। अब हामी बौडा जाँदैछौँ, हाम्रो बौडा दाइहरूको घरतिर। गरु रहेछ, भैँसी रहेछ, गरु रिसा गरु रहेछ, मलाई हान्न टक्रिरहेछ। यो मनुपन्थी बौडा, हाम्रो बौडाको जेठा दाई मनुपन्थी दाईको घर। ल यहाँ भाउजूले केरो बनाउँदै हुनुहुँदो रहेछ। ए हाम्रो चाहिँ कुलराज डाक्टर साहब अब यहाँ पशु चाहिँ गाउँघरमा चाहिँ पशु बिरामी हुँदाखेरि अब चाहिँ उहाँले हेर्नुहुन्छ, उहाँ पनि यहाँ हुनुहुँदो रहेछ। त्यो कुना बस्नु भएको चाहिँ ट्याक्क जाडाले होला चाहिँ। हजुर बौडाको दाइले टन्न बाख्रा पाल्नु भएको चाहिँ। ल अब म ईश्वरीपन्थी यो ईश्वरीपन्थी दाजु, बौडा ईश्वरीपन्थी दाजुको घर हो यो। छोराको नाम विनोदपन्थी। ईश्वरीपन्थी दाजुकी छोरी नानी नाम के हो तिम्रो? ए वर्षापन्थी पनि यहीँ रहेछिन्, तरकारी टिप्दैछिन्। बुटोल रामापुर हो होइन बस्ने? नयाँ गाउँ बस्ने। ओहो कति राम्रो अर्ग्यानिक सब्जी हो। यी हाम्रो ईश्वरी दाईको छोरी, बौडा ईश्वरी दाईको छोरी हुन्। यो उहाँको घर हो, बौडा जेठा दाई मनु दाईको घर हो यो। छोराहरू बसन्त, गोविन्द, बसन्त, गोविन्द भनिदेऊ त तिमीले के? बसन्त, गोविन्द, नारायण, गोपाल छोराहरू बौडा दाईको घर। यो गाउँमा 3टा पाएको घर यही घर हो। 3टा पाएकी आन्टी उहाँ बस्नु भएको छ हो। यसो सम्झे रहेछ। ल नानी भाइ नपऱ्यो म त। यो क्रिकेट मैदान, भूमिता क्रिकेट मैदान। एकदम ल यहाँ बोका काट्ने कार्यक्रम भएर रहेछ हाम्रो पाखापानी पुनारामको घरमा। पाठो हार्नेको हतियार पनि यहाँ रहेछ है। यो पुनारामपन्थी पाखापानी पुनारामपन्थीको घर हो। छोराहरू मोतीरामपन्थी र
सानो नवीन पन्थीको घर। यहाँ आबैको फोटा रहेछ, भाउजूको फोटा रहेछ। यो घर हो तारापन्थी पाखापानी तारापन्थीको घर। पाखापानी तारापन्थीको घर। अब यो घर हो खर्कठाइल दाजु चुरामणि पन्थी दाजुको घर हो। छोराहरू गणेश पन्थी र ढुन्न पन्थीको घर। यो पैया रुख हरिलाल पन्थी दाजुको घर हो। छोराहरू केशव पन्थी, कृष्ण पन्थी र माधव पन्थीको घर। यो घर कारीगर ऋषिराम पन्थीको घर हो। छोरीहरू सीता पन्थी, हरिकला पन्थी, हेमन्ता पन्थी र मधु पन्थीको घर। यो कारीगर ओमप्रकाश पन्थी दाजुको घर हो। छोराहरू शिव पन्थी, भीमु पन्थी। कारीगरका माइला दाजुको घर यो विष्णु पन्थी दाजुको घर। छोराहरू गोविन्द पन्थी र रामु पन्थीको घर। कारीगर माइल दाजुको घर हो यो। हाम्रो मणिराम पन्थी दाजु हुनुहुन्छ कारीगरको। उहाँको गोठमा आइपुगेको छु। अब उहाँको घरमा जाँदैछु। यो घर कारीगर मणिराम पन्थी दाजुको घर हो। मणिराम पन्थी दाजुको कारीगर छोरा सुदन पन्थी। यो हाम्रो शिव भगवानको मन्दिर हो। यहाँ शिवरात्रिको दिन धुमधामसित भजन कीर्तन र मेला लाग्छ। यो शिव भगवानको शिवालय मन्दिर। अब हामी भूमि महाराजको मन्दिरमा आयौँ। भूमि महाराजको मन्दिर यो हाम्रो भूमि महाराजको मन्दिर हो। भूमि महाराजले मनले चिताएको पुरा गर्नुहोला। सबैलाई भलो गर्नुहुन्छ। भूमि महाराज की जय। यो देवता थाना बुद्धिराम पन्थीको घर हो। अहिले हामी देवका थाना बुद्धिराम पन्थीको घरमा आएका छौँ। छोरा श्याम पन्थी, भेषराज पन्थी भन्नु भाउजू हुनुहुँदैछ। नमस्कार भाउजू, नमस्कार। रोजगारको सिलसिलामा अब व्यापारको सिलसिलामा छोराहरू अब बाहिरतिर हुनुहुन्छ। यहाँ भाउजू हुनुहुन्छ एक्लै। अब चाहिँ घर उज्यालो बनाउनु भएको छ। यो देखिने घर हाम्रो ऋषिराम पन्थी दाजुको हो। उहाँहरू अहिले
इन्डिया चण्डीगढमा हुनुहुन्छ। छोरा गोपाल पन्थीको घर। यो दहका साइला दाजुको छोरा कान्छा बसन्त पन्थीको घर। अब हामी द साइला दाजुको घरमा जाँदैछौँ। यो उहाँको थारो हो। यो दका साइला दाजु पुनाराम पन्थी दाजुको घर। छोराहरू नारायण पन्थी, बसन्त पन्थी। नमस्कार भाउजू, नमस्कार। नमस्कार। सन्चै आरामै हुनुहुन्छ? ठिकै राम्रै हुनुहुन्छ होइन? यसो सम्झनाको लागि घरहरूको फोटो लिँदैछु। हजुर हुन्छ भाउजू है, अर्को घर जानु पर्यो। कति राम्रो केराउ फलाउनु भएको रहेछ भाउजूले। यही केराउका नजिकै फोटा खिच्छु भन्नुभयो। यो यति राम्रो केराउ फलेको रहेछ। अब एक छाक त खान पर्छ भाउजू। अब यसो मेसो मिलाएर खाउँला है। खाउँला हजुर। ओहो कति राम्रो मटर फलेको। यो मटर पनि खिचिहालेँ। यो दका साइला दाजुको घरमा चाहिँ हामी यो दका कान्छा दाजुको घरमा छौँ अहिले। दका कान्छा दाजु, उहाँको नाम पूर्ण प्रसाद पन्थी हो सायद। उहाँको बाबुहरू नवीन पन्थी र कृष्ण पन्थी। यो द कान्छा दाजुको घर। फर्सी छन् कौसीमा टन्न चाहिँ। यो नामादेव पन्थी बुवाको घर आइपुग्यौँ हामी दह। यो नामादेव पन्थी बुवाको घर हो। छोरा काशीराम पन्थी। हजुर यो नामादेव पन्थी बुवाको घर हो। यहाँ आमा पनि हुनुहुँदो रहेछ। सन्चै राम्रै हुनुहुन्छ आमा? कति वर्षकी हुनुभयो आमा? 82 वर्षकी हजुरआमा हुनुहुन्छ। टाठै हुनुहुन्छ। बाहिरभित्र गर्न सक्नुहुन्छ? लौराका भएर सक्नुहुन्छ। खाना त खानुहुन्छ? हजुर एकदम आबैको जय होस्। भाउजू पनि हुनुहुँदैछ यहाँ, कपडा धुँदै हुनुहुन्छ। यो काशीराम पन्थीको श्रीमती हाम्री कान्छी भाउजू हुनुहुन्छ। यी जेठी भाउजू ठाकुर दाइकी चाहिँ श्रीमती हाम्री जेठी भाउजू पनि भेटिनुभयो। उहाँको पनि फोटो ल्याएँ। हामी अब द शोभाखर पन्थी दाजुको घरमा आएका छौँ। यो हो द शोभाखर पन्थी दाजुको घर। छोराहरू ढकल पन्थी, गणपति पन्थी, नवराज पन्थी र हाम्रो कान्छो तिलक पन्थीको घर हो यो। ल यो हाम्रो द अब ढकल पन्थी, गणपति पन्थी, तिलक पन्थी, नवराज पन्थीको घर। सन्चै राम्रै हुनुहुन्छ भाउजू? कबली टन्न बनाउनु भएको छ। हजुर शरीर त ठिक छ नि भाउजू? ल ओहो पाएको कि बिरालो गाँठी यस्तो। दहको गोमे दाइले घर बनाउनु थाल्नु भएको रहेछ। उहाँको घरको पनि क्लिक आयो है। अब यो हामी दहको ठाकुर दाईको घरमा छौँ। यो ठाकुर प्रसाद पन्थी दाजुको घर हो। छोरा तुलसी पन्थीको घर। मकै सुकाउनु भएको छ ठाकुर दाईले। अब यो हाम्रो तल देखिने क्रिकेट ग्राउन्ड हो साथीहरू। अर्घाखाँची मालारेनी 9 गोखुङ्गा काफलनेटीमा रहेको यो दकाचौरमा रहेको यो क्रिकेट मैदान हो। यो देखिने यो माथिको डाँडो लेखा डाँडो हो। ल यो ठाकुर पन्थी दह दाजुको घर। छोरा तुलसी पन्थी। अब हामी यो दह हाम्रो गिरिप्रसाद दाजुको घरमा जाँदैछौँ। चट्ट बनाउनु भएको छ घर रङसङ लाएर। मान्छे हँसिलो मान्छे हुनुहुन्छ गिरिप्रसाद पन्थी दाजु पनि चाहिँ।
हजुर उहाँको घर छिर्दैछौँ। गिरिप्रसाद पन्थी दाजुको घर, छोरा टोपलाल पन्थी र हाम्रो कान्छो युवराज पन्थीको घर। एउटा भैँसी पाल्नु भएको रहेछ, एउटा गोरु पाल्नु भएको रहेछ। ल यो हाम्रो गिरिप्रसाद पन्थी दाजु, दह गिरिप्रसाद दाजु पनि यहीँ हुनुहुँदैछ। दाजु सन्चै राम्रै हुनुहुन्छ? शरीर पनि ठिकठाक छ? हजुर केही भन्न पर्ने छ भने भन्नुहोस्। मैले गाउँको सबै भिडियोहरू बनाउँदैछु। यसमा अब के भन्नुहुन्छ तपाईँले चाहिँ? धेरै धन्यवाद तिमीलाई। हजुर सबै गाउँहरूलाई समेटेर, गाउँका घरहरू समेटेर बनाउँदैछु। हजुर ल हुन्छ दाइ, फेरि भेटौँला है। हाम्रो बौडा ईश्वरी पन्थी दाजुकी छोरी पनि यहीँ रहेछिन्। यिनी हाम्रो युवराज बाबुकी चाहिँ श्रीमती छोरी। अब यो लुम्प्रसाद पन्थीको घर हो। यो लुम्प्रसाद पन्थी दाजुको घर। अब यहाँ आबै पनि आउनु भएको रहेछ। उहाँ बिरामी आबै हुनुहुन्छ, घुम्दै घुम्दै हिँड्नु भएको छ। उहाँ भाउजूले काम गर्दै हुनुहुन्छ हो। उहाँ लुम्प्रसाद दाईको चाहिँ धर्मपत्नी हुनुहुन्छ। घर हामी जन्मेको घर हो। अहिले यसमा लुम्प्रसाद पन्थी दाजु हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो बुढो घर हो यो पहिलाको। अहिले लुम्प्रसाद पन्थी दाजुले ल्याएर अहिले उहाँ बस्नु भएको छ। यो लुम्प्रसाद पन्थी दाजुको घर पहिलाको यो हाम्रो बुढो घर, ठुला बाँझको घर भनेर चिनिने पुरानो घर हो यो। यसमा तुलसीराम पन्थी, भुनाराम पन्थी, रामप्रसाद पन्थी, बाबुराम पन्थी जन्मेको घर हो। अहिले लुम्प्रसाद पन्थी दाजुले ल्याएर उहाँ बस्नु भएको छ। यो संसारे बराहा देवघर हाम्रो यो देउली गर्ने घर हो। पन्थी परिवारको देउली गर्ने घर संसारे बराहा देउली घर। यो हाम्रो बराहाको देउली गर्ने घर देउली घर हो पन्थी दाजुभाइहरूको। हामी ज्योतिखर पन्थीको घरमा आएका छौँ। पहिला चौर भनेर चिनिन्थ्यो। ज्योतिखर पन्थी दाजुको घर, छोराहरू रेशम पन्थी र तिलक पन्थी र रेशम पन्थीको घर। यो हामी चौर ज्योतिखर पन्थी दाजुको घरमा छौँ। सिस्नो रहेछ। यो हाम्रो भीमलाल पन्थी बुवाको घर हो। छोरा भुवन पन्थी र प्रकाश पन्थीको घर यो। भीमलाल बुवा हुनुहुन्छ। उहाँ अबैले खाना पकाउँदै हुनुहुन्छ। 4 वर्ष पढ्न पर्छ हेर्नुहोस्। यो हामी पन्थी परिवारले कुल पूजा गर्ने ठाउँ हो, कुल्यानको मन्दिर। यो बुवा देवीराम पन्थीको घर हो। छोराहरू लेखनाथ पन्थी, गणेश पन्थीको घर। यो देवीराम पन्थी बुवाको घर, उहाँ काम गरिरहनु भएको छ। हजुर
यो देवीराम पन्थी बुवाको घर, दाजु लेखनाथ पन्थी, भाइ गणेश पन्थीको घर। हाम्रो माइला बुवाले छोरा नातिलाई पठाउनलाई चाहिँ यताउता नजाऊ है नानी। शेर्पाको जन्म कहिले भयो? 2015 नेपाल राष्ट्रिय बैङ्कको स्थापना कहिले आएको थियो? 2016 भन्दै रहेछ नि आमाले सेलरोटी बनाउँदै हुनुहुन्छ। फापरका सेलरोटी। लो यता फर्किनुहोस् आमा, यता फर्किनुहोस्। यो फापरका सेल भन्दै हुनुहुन्छ, बनाउँदै हुन्छ। फापरका हुन् नि आमा नि? हजुर ल, एकदम अर्ग्यानिक सेल फापरका चाहिँ ल एकदम ल ल। छोरो भोलि घर जाने, ए उहाँ भैरवा जाने, फापरका सेल बनाउँदै हुनुहुन्छ। ल छोरी पनि खुसी भएछ। ठोकना पनि त बनाउनु भएको रहेछ गरी, ठोकने रोटी। ल सेल र ठोकने यिनलाई लगेर भैरवामा लगेर चाहिँ दुध तताएर खान पर्छ। ल
ल यहाँ यो बाको कोठी हो। बाले अब चाहिँ यहाँ नमस्ते गर्छ भैँसीलाई खाना बनाउँदै हुनुहुन्छ। यो बाको कोठी हो। यहीँ मकै पोलेर खानुहुन्छ। समाजसेवी गाउँका समाजसेवी यसरी हुन्। अब मर्दा पर्दा अब गाउँमा हेर्ने गर्ने भन्ने यिनैले हुन्। अहिले चाहिँ खर्क के सेलेरी लिएर मलाई फाल्तु भेटी त हुन्थ्यो भन्दै रुँदै हिँड्दै गुडगाउँ पुग्यो थियो। हेटु को दिन का हरे फेरि चटपटेको व्यापार पनि छ यहाँ हैन? शिवरात्रिको हिसाबमा व्यापार राम्रै छ नि? व्यापार त राम्रो छैन बाबु। हजुर मलाई सूचना दिनु, मेरो चाहिँ जमिन बिकेन। हजुर यो पनि दोकान मेरो हो। हजुर ल मेरो भाउजू मेरो पनि एकदम